सो हेलो गाइज म समीर बोलेको आज चाहिँ म ब्लग बनाउन गइरहेको छु होइन धेरै पछि अनि आज चाहिँ 28 गते मे 11 तारिक अनि आज चाहिँ स्पेसल मान्छे आउँदैछ अनि उसलाई भेट्न जाने होइन उसको लागि चाहिँ मैले अब चक्लेटहरू राखिदिएको छु होइन कुन चुज गर्छ एउटा यो छ यो चक्लेट यसको कलरै देखिरहेको छैन जस्तो छ एउटा यो चक्लेट छ होइन कफी चक्लेट चाहिँ खोलिसकेको छ मैले खाइरहेको छु होइन अर्को भनेको चाहिँ यो किटक्याट छ उसको लागि भनेर राखिदिएको हो अनि म दिउँसो चाहिँ यसलाई भेट्न जान्छु होला ऊ चाहिँ बिहेमा आउँदैछ होइन अनि यो चक्लेटहरू चाहिँ अब कुन रोज चाहिँ एउटा कि दुईवटा होइन अनि यहाँ पनि अर्को चक्लेट छ यो चाहिँ म पछि दिन्छु भनेर सोचिरहेको एउटा कि अहिले किटक्याट लगिदिन्छु होइन किटक्याट अनि यो कफी त यत्तिकै चाख्नको लागि भइहाल्यो खोलिसकेको छ उसलाई के दिनु भएर होइन किटक्याट र किटक्याट लगिदिन्छु अनि यो दुईवटा मध्ये चाहिँ एउटा चाहिँ म पछि दिन्छु उसलाई जुन मनपर्छ त्यही अलि पछि चाहिँ उसलाई अघिदेखि कल ट्राई गरिरहेको छु अनि फोन पनि स्विच अफ छ अनलाइन पनि छैन यता फेरि नेट पनि चलिरहेको छैन अनि डेटा ल्याएर उस गरेको डेटा पनि सकिरह्यो नेट पनि चलेको छैन अनि उसलाई कल हानेको कल पनि लागेन कति बेला हिँड्ने हो केही पनि थाहा छैन फोन अफ गरेर बसाएर फोन अफ चाहिँ नगर्नु नि हेर कहिले यो ल्याङ हो कि फोन अफ गर्ने भने कल हान्छु अहिले अन छ कि एकचोटि चेक गरौँ न स्विच अफ भएर मोबाइल पनि कति बेला आउने केही पनि थाहा छैन अनि अहिले चाहिँ रुमहरू पुरै फोहोर भएर म चाहिँ रुमहरू सफा गर्छु अब मेरो रुमको हालत चाहिँ यस्तो छ होइन पुरै अनि त्यसपछि किचनको हालत पनि बहुत खराब छ पुरै होइन यसो सरसफाइ गर्छु म अहिले खेर्ने काम छ र पुरै सरसफाइ गर्छु यो भाँडाहरू माझ्छु अनि यता चाहिँ मेरो भोइस मेरो डान्स भन्ने युनिभर्स भन्ने चाहिँ चलिरहँदो रहेछ यहाँभित्र चाहिँ अहिले चाहिँ अडिसनहरू गइरहेको थियो हिजो अस्ति अनि आज चाहिँ बन्द रहेछ फेरि एक दुई हप्तापछि पुरै भिड हुन्छ कि यो पुरै हिउँभरि पुरै भिड हुन्छ यहाँ ढ्याक्क मान्छेहरू अडिसन दिन आउँछ होइन सिङ्गरहरू अहिले चाहिँ 2:18 गएको छ होइन अनि मैले चाहिँ यत्रो बेर के गरेँ भन्दा चाहिँ सुते के भन्ने होइन सुरुमा चाहिँ खाना बनाएर खाएँ भुटेर खाएँ होइन हिजो गएको थियो त्यही भुटेर खाएको भाँडा जति भिजाइदिएँ अनि म सुतेँ होइन त्यसपछि गर्लफ्रेन्डले कति बेला कल गर्ला भनेर सोचिरहेको थिएँ कल त मैले गरेँ अनि त्यसपछि उठायो उसले अनि लोकेसन दे भन्दै होइन लोकेसन पनि दियो अनि त्यो चाहिँ बानेश्वरतिर रहेछ अनि मेरो अर्को काम पनि थियो क्या बानेश्वरमा त्यो काम भनेको चाहिँ सामान रिसिभ गर्न थियो अनि दाइले कल गरेर सामान रिसिभ गर भन्नुभएको थियो अनि फेरि कल गरेर चाहिँ म रिसिभ गर्छु होला बाइकमा गएर भन्नुभयो ल ठिकै छ भन्ने होइन म चाहिँ वहाँ पुग्छु पहिला अनि उसको चक्लेट पनि दिन्छु अनि त्यसपछि दाइलाई कल गरेर एकचोटि सोध्छु होइन बानेश्वर हुन्छ कि कता हुन्छ अनि त्यसपछि रिसिभ नगरेको चाहिँ म रिसिभ गर्छु भनेर चाहिँ कपडाहरू रिसिभ गरेर म फेरि घर फर्किन्छु होइन म चाहिँ अनि नुहाउनै पनि नुहाएँ होइन भर्खर नुहाएको अनि बाइक पनि सफा गरेँ म चाहिँ इन्ड्राइभ गरेर जाने हो होइन बाइक चाहिँ अलि राम्रोसँग भिडमा चलाउनु चाहिँ डर लाग्छ कि मलाई राम्रोसँग चलाएको पनि छैन नजिकै चलाइरहेको हुन्छ यसपछि चाहिँ म इन्ड्राइभ बुक गर्छु होइन अनि त्यो कपडाहरू पनि लगाउँछु कपडाहरू लगाएको अब त्यो के लगाए चुज गरेँ भनेर भिडियो चाहिँ बनाउन हतार भयो इन्ड्राइभ आइसकेको थियो सर्ट प्यान्ट अनि मास्क लगाएर ब्याग बोकेर हिँड्छु होइन अनि त्यो यहाँ चाहिँ यता भित्रपट्टिको बाटो थियो त्यति जाम त थियो यो चाहिँ चक्रपथ हो होइन चक्रपथको चोक यता चाहिँ पुरा जाम छ क्या माथितिर होइन त्यो पुरै जाम हो होइन रोकिरहेको छ ट्राफिकले
चोक भएपछि रोक्नु परिहाल्यो चारैतिरबाट गाडीहरू आउँछ अनि म चाहिँ अब सुकेदारा आउनु लागिसकेँ होइन अगाडिको चाहिँ सुकेदारा हो म र मेरो साथी चाहिँ कहिलेकाहीँ मलाई हतार भएको बेला चाहिँ होइन कल गर्छु बिहानमा अनि यहीँबाट कलेज जान्छौँ होइन यहीँ कुदिराखेर बस्छु कि म उसलाई चाहिँ टक्क यो चाहिँ सुकेदारा हो यहाँबाट अगाडि चक्रपथ सरी चाबेल पछाडि चाहिँ चक्रपथ हो होइन म चाहिँ यहीँबाट टक्क कलेज जान्छु होइन साथीसँग बाइकमा कि हतार भएको होइन साथीलाई कल गर रोग ल भन्छु अनि त्यो साथीले चाहिँ हुन्छ भन्छ अनि म यहीँ आएर बस्छु मलाई जुन दिन हतार हुन्छ बेर भएको हुन्छ अनि खोलाको बाटो हुँदै जान्छौँ हामी होइन अगाडिपट्टि चाहिँ थोरै अगाडि हो यहाँबाट चाहिँ हामी टक्क खोलाको बाटो हुँदै कलेज पुगिन्छ बानेश्वर हुँदै हुँदै जान्छ त्यहाँबाट कलेज पुगिन्छ त्यही भएर म चाहिँ यता कहिलेकाहीँ चाहिँ धेरै जसो कहिलेकाहीँ भन्दा नै होइन साथीलाई कल गरेर त्यहीबाट गइरहेको हुन्छ अब चाहिँ चाबेल आइयो होइन हामी अनि यहाँ चाहिँ पुरै जाम छ कि अगाडि अब यही जाममा म अब अलिक 15-10 मिनट जति कुद्नुपर्छ होइन यस्तो जाम थियो त्यसपछि चाहिँ ट्राफिक खुलेपछि चाहिँ म अलग भिडियो बनाउँछु होइन म चाहिँ खुल्न लाग्यो यस्तो जाम छ कि त्यही पनि होइन हामी चाहिँ त्यो जाम कटेर चाहिँ यता पशुपतिनाथ मन्दिर जाने बाटोतिर चाहिँ आयो होइन अब यहाँबाट लेफ्ट टर्न ल्याएपछि चाहिँ पशुपतिनाथ मन्दिर एरिया आइन्छ एयरपोर्ट एरिया म जानुपर्ने चाहिँ भक्तपुर रहेछ कि होइन मैले चाहिँ उता बानेश्वर भनिरहेको थिएँ अघि नै बानेश्वर लागेर तर भक्तपुर चाहिँ रहेछ होइन हामी चाहिँ भक्तपुर जाने हो यता साइडमा चाहिँ पुरै पशुपतिनाथ हो होइन पशुपतिनाथको अहिले चाहिँ हामी एयरपोर्ट एरिया आइयो होइन इन्टरनेसनल एयरपोर्टको गेट अगाडि यहाँ चाहिँ थोरै जाम छ होइन अब यो त जहिले जाम भइहाल्छ यस्तै जामै भइहाल्छ होइन काठमाडौँमा भएपछि जाम नहुने कुरै हुँदैन यो चाहिँ उता लेफ्टको चाहिँ इन्टरनेसनल एयरपोर्टको गेट हो होइन त्रिभुवन इन्टरनेसनल एयरपोर्ट हामी चाहिँ अब थोरै अगाडिबाट चाहिँ तिनकुने हो त्यो अगाडिको होइन मलाई पनि त्यति धेरै थाहा भएन तिनकुन नै हो जस्तो लाग्यो लैजाने हो कि मलाई टाढा कहीँ मोह लाएर जान मन छैन भने लाने छौ कि फेरि बाँधेर लैजाने हो कि मलाई टाढा कहीँ मोह लाएर जान मन छैन भने लाने छौ कि फेरि बाँधेर चाहिँ बिहामा छ मान्छेहरू पुरै बाहिर छ कि होइन हेर्न सकिन्छ पुरै बाहिर उभिरहेको होइन यो बसेर
कसरी आउँछ थाहा छैन आयो भने चाहिँ चक्लेट दिन्छ होइन त्यसपछि म चाहिँ फर्किन्छु धेरै बेर बस्दिनँ त्यही हो मास्क लगाएर आएको होइन कसरी नचिनिस् भनेर फाइनली ऊ आयो होइन अनि चक्लेट पनि राख्यो अनि त्यसपछि फोटोहरू यसो भिडियोहरू गरेर होइन यो फोटोहरू खिच्छु यस्तो हात साथेर त्यही नै हो अनि त्यसपछि म फर्किन्छु होइन गाइस घरतिर म चाहिँ घर फर्केपछि फेरि अब आन्टीकोमा जानु छ होइन पानी परिरहेको थियो अनि म चाहिँ माइक्रोमा चढेँ है यहाँबाट वसुन्धरासम्म जान्छ अनि वसुन्धराबाट चाहिँ म पठाउ गरेर चाहिँ अब आन्टीको घर जान्छ होइन दाइहरू त्यो हुन्छ अनि उतै खाना खाना आइज भनेर बोलाउनु भएको थियो अनि त्यही जाने खाना खाने अनि त्यो बस्नु भन्नुभएको थियो अनि त्यही भएर म चाहिँ म मुस्काइदिन्छु नयाँ नौलो डाँडा पारी खुसी यो आफ्नै पाउनेछु है साँचेको सपनाहरू पनि आफूलाई सुम्पिनेछु है नयाँ नौलो डाँडा पारी मेरो मोबाइलमा चार्ज चाहिँ धेरै थिएन अनि म वसुन्धरा गएर पठाउ बुक गरेर अन्तिको घरमा पुग्छ होइन यहाँ चाहिँ दाइहरू बसेको अर्को दाइ हेलो गर्नु भनेको चाहिँ सल्युट गरेर जस्तो गर्नुभयो होइन अनि यहाँ चाहिँ म भइहालेँ लुकेर चाहिँ बनाएको होइन दाइहरूले तपाईँहरूले मार्छ जस्तो छ अनि खाना चाहिँ हामीले रोटी मगाएको हुन्छ अनि म चाहिँ भेजिटेरियन हो होइन भेज खाना भयो अनि त्यहाँ चाहिँ मटनहरू चिकनहरू सब मगाएको छ अनि भेज खाना खाना खाइन्छ हामीले खाना खाएर म चाहिँ छततिर जान्छु होइन छतमा जान्छु भन्दा नि त्यहाँ अब ड्रममा चाहिँ पानी कम्ती यसपछि चाहिँ हामी सुत्न जान्छौँ होइन अनि त्यही हो आजको ब्लग चाहिँ यहीँ एन्ड गरौँ धन्यवाद लाइक सब्सक्राइब गर्नुहोला भिडियोलाई सेयर